morning everyone. Welcome back to my mini vlogs. आज चाहिँ Saturday है अनि आज चाहिँ हामी अलि ढिलो उठेको आमा छोरा छुट्टीमा मात्रै सुत्नु पाउने है अनि अहिले चाहिँ कति 7:30 भइसक्यो होला हामी चाहिँ उठिमै छौं अब चाहिँ उठ्नेवाला छौं स्कुल लागेपछि त बिहान नै उठ्नुपर्छ त्यही भएर चाहिँ हामी आज अलिक ढिलो उठेर चाहिँ अब चाहिँ आजको डे स्टार्ट हुनेछ किप वाचिङ माई भिडियोज है अनि आज एन्डसम्म हेरिदिनुहोस् होला आजको भिडियो पनि इन्जोय गरिदिनुहोस् होला हिजो जति रहेको कामहरू चाहिँ आज गर्नेछु तपाईहरुलाई देखाउनेछु आजको डे अफ ब्लग आजको ब्लग्स अपडेट देखाउनेछु हेर्नुहोस् होला अनि शेयर लाइक कमेन्ट गरिदिनुहोस् न मेरो डे स्टार्ट चाहिँ फर्स्ट प्रेबाट हुन्छ है सो म चाहिँ प्रे गर्छु पहिला अनि मात्रै उठ्छु है आजको वेदर यस्तो दामी भइरहेको छ एकदम म चाहिँ उठेर यहाँ जस्ट बाहिर आइरहेको छु है एकदम ह्याप्पी भएर म चाहिँ आजको डे सुरु हुँदैछ गाइस हेर्दै जानु होला आजको भ्लग्स एन्डसम्म अन्त उठ्नु साथ मैले चाहिँ यहाँनिर मेरो हिजोको साग सुकाएको चाहिँ फेरि मैले उठाएको थिएँ नि त राम्रो रहेछ आज म उठाएर फेरि पनि लगेर सुकाउँदैछु र म फेरि पनि उठेर त्यहाँ पानीहरू पिउँछु है फर्स्ट म चियाहरू खाँदिनँ सो पानीहरू पिउँछु फर्स्ट सो हेर्दै जानु होला अनि मेरो यहाँनिर चल्लालाई पनि चारोहरू दिनुपर्ने हुन्छ अनि यो आँटा र भात चाहिँ मिसाएर मैले चाहिँ हो यसरी दिन्छु है म यो कुखुरालाई पनि आज छुट्टी हुँदा मात्रै छोड्छु कि नभए चाहिँ म घरमै यिनीहरूलाई डोकोमा हालेर थुन्छु नि त किनभने कुकुरहरूले खाइदिन्छ त्यही भएर चाहिँ मैले आज चाहिँ छुट्टी छु घरमै रहन्छु भनेर चाहिँ मैले यिनीहरूलाई पनि चारो दिएर छोडिदिएको छु गाइसहरू है अनि म सब्जीहरू पकाउन लागेँ गाइस सब्जी फर्सी हेर्न सक्नुहुन्छ म चाहिँ ग्यास यो चाहिँ चुल्हामा पकाउने खाना चाहिँ रेडी भइसक्यो फर्सीको दाल अनि यसमा यहाँ भाइको चाहिँ यहाँ हालेको छु स्टार्ट गरिसकेको छ खानु हो म पनि अब खाना लागेको खाएर चाहिँ अब काममा जान्छु हेर्नुहोस् है गाइसहरू अब चाहिँ म बारी गएको खानासाना खाएँ घरको काम सकेँ होइन नानीलाई भाँडा धुनु लगाइरहेको होइन मकै लगेर मकै छर्छु झक्स पनि बोकिरहेको है यतै मल सार्नुको लागि नि यहाँनिर यो कुखुरा यहाँ रहेछ मेरो डुप्लो बनाइसकेको छ आज चाहिँ मैले हल्का लिपस्टिक लगाएँ पनि फुस्रो न फुस्रो देख्दो रहेछ कि मलाई लिपस्टिक नलाउँदा अनि चाहिँ यहाँ चाहिँ एकदमै डुकुम भइरहेको छ यहाँनिर लसुन यहाँ चाहिँ लसुन बारीमा मेथी लगाइदिएको थिएँ कि यो कुखुराले डुक्रो बनाएर बदमासहरू छ यहाँनिर अब चाहिँ म यहाँनिर मलहरू मैले बोकेको हिजो देखाउँछु तपाईँलाई होइन तपाईँहरूलाई अब यो मल झरी छरेर चाहिँ रोप्नु पर्ने छ यतापट्टिको मटर यस्तो भइरहेछ हिजो मल बोकेको थिएँ है यहाँनिर रोप्नुपर्छ यहाँनिर फुलहरू ल्याइरहेको छु अब चाहिँ म रोप्छु गाईहरू हेर्दै जानु होला मकै पनि यहीँ म छर्नेछु होइन यहीँ छर्छु त्यहाँदेखि कसरी खन्छु बिसाइरहेको छौँ हामी चाहिँ गल्लेर अब पानी खान्छु यहाँ चाहिँ एउटा मङ्की माथि चढिरहेको छ पामफलको रुखमा चाहिँ बिसाइरहेको छु है टक्कर भएर आवाज एकदम आयो केसहरू पनि जक्कै भएर चाहिँ यस्तो डल्लो मैलाले यसले झन् पलेको हुन्थ्यो भित्तामा उता यसो भित्तामा हेर्दैन यस्तो उता भित्तामा
चाहिँ काम सकेर अहिले घर आएँ होइन। काम त के सक्नु, आधी मात्रै गरेँ, 1 साढे 1 भयो। अब नुहाइधुवाइ गर्नुपर्छ, भोलि चर्च जानुपर्छ, त्यही भएर म चाहिँ यहाँ घर आएँ। अब चाहिँ म नुहाइधुवाइ गर्छु है। नानीलाई पनि नुहाइदिनु पनि छ, कहाँ गएको छ धुलो फुस्रै भइरहेको छ, यस्तो लाग्यो। म चाहिँ फाइनली नुहाएर चाहिँ यहाँनिर लुगा फेरेर चाहिँ खाजा पनि मेरो रेडी भइसकेको छ होइन। आज चाहिँ मैले खाजा बनाएँ, ब्ल्याक टी, अनि यो चाहिँ पुदिनाको अचार है, यो आलु उसिनेको अरू खानेवाला छु। नानी चाहिँ नुहाएर आउँदैछ। नानी कहाँ छ? नानी चाहिँ यहाँनिर केस सुकाउँदैछ है। अनि छिटो आऊ है खाजा खानु। त्यो चिया पर नानीको छ, मान्छे लिएर यहाँनिर बाहिर हावा खाँदै खाउँ भनेर चाहिँ आएको छु। हेर्नुहोस् कोकोलाई मनपर्छ आलु। सो गाइस म चाहिँ खानु स्टार्ट गर्न लागिरहेको छु है। आजको ब्लग्स आजको कस्तो लाग्यो तपाईँलाई है, यसरी लाइक कमेन्ट सेयर गर्नु चाहिँ नबिर्सिनु होला। एकदम आलु चाहिँ एकदम तातो तातो छ कि के लाउने। अब अहिले जस्ट निकालेको नि त मैले, यस्तो हट हट छ। पुदिनाको अचार गाइस, मिठो। ओके, आजको भिडियो आजको ब्लग्स यतिमा राख्दछु। सो किप वाचिङ माई भिडियोज। फेरि पनि नयाँ नयाँ ब्लग्स ल्याउने छु यस्तै। मन पराइदिनु होला, लाइक गरिदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियोज। बाई 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 बाई।